Hey guys, welcome to my vlog. अनि आज चाहिँ थर्ड vlog हो अनि आज चाहिँ काममा जानु लाग्यो म अनि आज काम छ अनि हिजो राति नि काम थियो अनि आएर सुते 5 घण्टा सुतेर अब जानु लाग्यो काममा ओ यो 3 दिन चाहिँ एकदम हेक्टिक छ मेरो लागि त ठिकै छ काम हान्नुपर्छ आज कति आज 7-8 घण्टाको सिफ्ट छ आज चाहिँ अनि त्यही अब अहिले 10 बजे अर्डर आउँछ अनि अर्डर रिसिभ गर्ने हो हामीले अर्डर रिसिभ गरेर अर्डरलाई चाहिँ लाइक स्टोर गर्ने हो 11:30 सम्म 1 घण्टा आज स्टोर गर्दा चाँडै जान्छ त्यो चाहिँ अनि त्यसपछि अनि काम सुरु 11:30 बजेदेखि चाहिँ हाम्रो रेस्टुरेन्ट खुल्ला हुन्छ अनि रेस्टुरेन्ट खुल्ला भएपछि त्यस्तै आज सन्डे आज स्याटरडे हो सो स्याटरडे मर्निङ नि विकेन्ड हो नि त सो बिजी नै हुन्छ सो अब चाहिँ बिजी भयो भने त ठिकै हुन्छ क्या टाइम चाँडो जान्छ कि बिजी भएन भने टेन्सन हो क्या यहाँ बिजी भएन भने लाइक हुन्छ नि निन्द्रा पुरा भएन भनेर याद आउँछ क्या सुत्नै पाएन अब आज सुत्ने हो क्या 5 बजे आउने हो फर्किने हो कामबाट अनि फर्केर चाहिँ चट्ट पारमा सुत्ने हो कि आज चाहिँ सुत्छु अनि भ्लग एडिट नि गर्नु छ एक दिन भ्लग हालेन मैले किनकि एडिट गर्ने टाइमै पाएन क्या मैले एडिट गर्नलाई टाइमै भएन भने किनकि अब कसरी एडिट गर्नु भने अब कलेज थियो दिनभरि कलेज थियो कलेजपछि अब काम साम अनि त्यसपछि घर आयो निन्द्रा लागेपछि सुत्यो 5 घण्टा त सुत्नै पर्यो 5 घण्टा नि सुतेन भन्दा आज नि अब फ्याक भयो त्यो 5 घण्टा सुत्यो अनि अब आज चाहिँ भ्लग एडिट गर्ने टाइम छ किनकि आज अब म 5 बजे त फर्किहाल्छु नि त अनि 5 बजे फर्किसकेपछि चाहिँ ल टाइम त हुन्छ नि त 5 बजे फर्किन्छु अनि म पहिला सुत्छु किनकि म राम्रोसित मेरो निन्द्रा पुरा भएन म धेरै सुत्दिनँ 2-3 घण्टा सुत्छु अनि भ्लग एडिट हाल्छु आज अनि भ्लग एडिट हानेर चाहिँ भोलि पोस्ट गर्छु सो एक दिन डिले त जसरी नै हुन्थ्यो भ्लग अब अर्को दिन 2 दिन डिले हुन्छ क्या भ्लग अनि अब यो हप्ताको सेड्युल आज आउँछ होला कामको सो लेट्स सी आज अब यो हप्ता थर्सडे बिदा नै छ मेरो युनिभर्सिटी नि सो पुरै बिदै होस् थर्सडे अनि इफ थर्सडे टाइम भयो भने एम्स्टरड्याम घुमाउँछु म लाइक एम्स्टरड्यामको लाइक भ्लग गर्छु सेन्ट्रलको राम्रो छ एम्स्टरड्याम सेन्ट्रल अन्त मेरो काम गर्ने त्यही हो तर स्टिल घुम्न पाउँदैन नि त यस्तो गाह्रो भएको बेला ठिक छ अब चाहिँ गाडी चढ्न आएको म त्यही ठाउँ हो सेम ठाउँ जहिले सेम ठाउँमै देखिन्छ सो ल अब गाडी चढ्छु म चाहिँ मेट्रोबाट झरेँ म चाहिँ मेट्रो पनि चढ्छ थिएँ गीत सुन्दै आयो क्या यसो हुन्छ नि इनर्जेटिक गीत सुनेको क्या यस्तो निन्द्रा लगाइरहेको नि आज नि अहिले नि मलाई ठिकै छ होइन 7 घण्टा हो धेरै होइन 7 घण्टाभन्दा धेरै होइन ठिक छ 7 घण्टा त कति हाल्छ होला आँखा पोलिरहेको छ यार ठिकै छ तपाईँहरूलाई देखाउँछु चेकिङ कसरी गर्छ यार यहाँ चाहिँ अब म यो मेरो ओबी कार्ड निकाल्छु मेरो ओबी कार्ड यो हो यस्तो गर्ने नजाने यस्तो प्याटर्न खुल्यो पाक्यो यस्तै हो कि मेरो हात देखिरहेको रहेछ सरी यहाँको मेन छ चाहिँ यो हो होइन म जानुपर्ने चाहिँ यताबाट हो बट म यताबाट जान्छु किनकि तपाईँहरूलाई देखाउन मात्र हो मेरो काम सुरु हुन स्टिल अझै टाइम बाँकी छ सो यो चाहिँ यस्तो छ होइन म चाहिँ उ त्यो भित्रबाट जान्थेँ म त अहिले चाहिँ दाम देखाउँछु लाइक राजा बस्ने हुन्छ नि लाइक मिटिङहरू हुँदाखेरि मिटिङहरू के हुँदाखेरि गर्ने ठाउँ चाहिँ यतातिर हो क्या सो त्यही देखाउन मात्र हो म यताबाट आएको नत्र मेरो काम गर्ने उता भित्रबाट हो त्यहाँबाट छिटो पुगिन्थ्यो स्टिल टाइम छ मेरो त्यही भएर नो प्रब्लम अनि त्यस्तै हो यहाँको अब जो प्रोटेस्टहरू सब यहीँ हुन्छ होइन
किनकि यही हो मेन एरिया प्रोटेस्टहरू सब हुने लाइक इभेन्टहरू भए पनि यही हुन्छ प्रोटेस्ट भयो भने यही हुन्छ अनि उ त्यो राजा बस्ने थियो त्यो ठुलो छ नि मेनवाला त्यो हो तर लाइक नर्मली बस्दैन जस्ट मिटिङहरू हुनलाई मात्र हो अनि यो चाहिँ ट्याक्क त्यसको अगाडि छ यसको नि केही मिनिङ छ अरे बट आई डोन्ट नो द्याट अनि यो त्यो माथिवाला चाहिँ हो मेनवाला यो छ नि ठुलोवाला यो चाहिँ दाम भन्छ होइन मेनवाला त्यही हो त्यस्तै हो अनि मेरो काम गर्ने बाटो चाहिँ यताबाट जानुपर्ने हो यहाँबाट चाहिँ सिधै हो अनि अब चाहिँ विन्टर लाग्यो भनेर चाहिँ यहाँ के राख्छ भन्दाखेरि होइन म तपाईँहरूलाई देखाउँछु होइन अब यता विन्टर लाग्यो क्या अब एम्स्टरड्याममा विन्टर लाग्यो दामी हुन्छ राति हिजो राति देखाउँछु भनेको थिएँ मैले अनि हिजो राति देखाउँछु भन्दा नि अब हिजो राति म लास्टै थाकेको थिएँ नि त त्यही भएर हो अनि त्यो माथिपट्टि छ नि तपाईँहरू देख्नुभयो होला त्यो लाइक नर्मल्ली समरतिर त्योतिर हुँदैन जस्तो यस्तोतिर त्यो हुन्छ कि यस्तो लाइटहरू राखिदिएको छ होइन अनि त्यस्तै हो सही छ योहरू सही देखिन्छ राति चाहिँ दामी देखिन्छ क्या यहाँ हिजो दामी देखाएको थियो त्यस्तै हो हिजो अब लास्टै थाकेको थिएँ त्यही भएर देखाउन पाइनँ आज त त्यस्तो केही छैन आज ठिकै छु म त्यही अब 7 घन्टाको सिफ्ट छ त्यो सकेपछि आनन्द हुन्छ घर जान्छु सुत्छु अनि सुतेर उठेर इडिटै हान्नु छ अनि हाम्रो अर्डर आउने भ्यान चाहिँ कति चाँडो आउँछ कि आइसकेको रहेछ क्या भ्यान जस्तो भयो अझै टाइम बाँकी छ 20 मिनट जति बाँकी होला म जहिले छिटै पुग्छु यार छिटै पुगेकै राम्रो सो इट्स गुड म्यान चिसो छ यार आज जाडो छ आज लास्टै जाडो टाइपको छ अघि यहाँ त केही छैन यहाँ त घरहरू छ अघि त्यसलाई खुल्ला ठाउँमा थियो त लास्ट चिसो भइरहेको थियो यहाँको घरहरूमा लाइक पानी लाइक सबसे धेरै पानी पर्ने यतै पर्छ होइन सबसे धेरै पानी त्यही नि यहाँ लाइक हुन्छ नि छेक्नलाई उनी छैन क्या एम्स्टरड्याममा हिँड्नुपर्छ हिँडेर कहीँ त्यो हुन्छ नि ओत लाग्ने ठाउँै छैन क्या यतातिर नर्मल्ली हामी भिजेकै हुन्छ क्या यता आज अर्डर आउने दिन त हो यो चाहिँ ओक्टुवाको हो ठिक छ ओक्टुवाक यहाँ छ होइन ओक्टुवाक फेमस छ अब एकछिन मेरोमा अहिले देखाउँछु बङ्गाली भाइ साहब भेटेको थियो होइन ठिकै छ भेट्यो बङ्गालीहरूसँग मलाई अब लाइक हुन्छ नि मान्छेलाई देखाउन अझै मन छैन कि पहिला हल्का आफू कम्फर्टेबल हुनु त्यसपछि कम्फर्टेबल भएपछि देखाउँथ्यो क्या अरूलाई लाइक यो चाहिँ डगको ऊ हो होइन त्यसको साथमा यही ओक्टुको यही हो अनि हाम्रो खुल्लै रहेछ को छ थाहा छैन तर खुल्लै छ 10 बजीसकेर खुल्नलाई वाट द हेल हाम्रो रेस्टुरेन्ट खुल्लै रहेछ वा यो चाहिँ मेरो रेस्टुरेन्ट हो होइन ल म गएँ अब रेडी हुन माई बेस्ट फ्रेन्ड डजन्ट प्रिपेयर लाइक सेड्युल लाइक We've only 2 years, so we should have known that. There was no the small one, the tornado also was finished. I hate it here. Even this doesn't work. But you hate this restaurant, but you like the safe. Love it, man. Today it will come order, yeah? Every day you used to come very fast, but today why late? Today you came fast, so he came late. Today I guess I'll prepare now this all, Yeah. and then after Today. today no chicken marinade. No, I think I'm ready. I did. So you are my best brother. You're my best brother. Okay guys, this is my best brother. He's my best brother. He's a shy person. And त्यो चाहिँ लाइक एकदम फ्रेन्डली छ क्या मेनली भन्दा फ्रेन्डली छ सो आई लाइक इट लाइक यसले मेरो लाइक काम गरिसकेको छ कि लाइक थर्सडे नै चिकन म्यारिनेट हान्थ्यो क्या आज म्यारिनेट हान्नु दिन्थ्यो म्यारिनेट हान्थ्यो अब मेरो काम केही छैन कि म यही प्रिपेयर गर्ने हो त्यो भाँडाहरूमा तरकारीहरू हाल्ने हो अनि त्यही मात्रै हो कि आज मेरो काम अनि त्यही क्यासहरू हेर्ने अनि पुरा अर्डर डेलिभर गर्ने अनि त्यही अलिअलि हेल्प गर्ने सेफलाई त्यही नुडल्स र राइस हाल्न त्यति हो मेरो काम आज यस म्याम
यसले मलाई अलि हेल्प गरेछ भनेपछि मैले हेल्प त गरिदिनु पऱ्यो नि त होइन। अब यसो भात पकाइदिउँ न, मेरो काम होइन, सेफको काम हो भात पकाउनु, तर उसले मलाई हेल्प गर्छ नि त। सो म पनि भात पकाइदिन्छु नि त उसको लागि होइन, रेस्टुरेन्टको लागि हो। फेरि राइस राम्रो केटा खायो क्या, राम्रो हो, फ्रेन्डली छ होइन। सो काममा हेल्प पनि गर्छ, स्टिल हाम्रो टाइम छ। सो एभ्रिथिङ अहिले सकाइदिइहाल्छु कि मतलब बाई होइन। अब म सिधै सकेपछि कुरा गर्छु, किनकि म सब कामहरू सकिहाल्छु अनि बिजी नहुन खोज्छु क्या। अर्डरहरू सब मिलाइसकेँ, अब रेडी। 10 मिनट बाँकी छ। सो 10 मिनटमा माथि गएर सब रेडी गर्नुपर्छ। गर्मी भयो, गर्मी एकदमै गर्मी भयो होइन। ठिक छ, ओके या। अब काम सुरु, तर काम त अघि नै सुरु भइसक्यो। अब 1 घन्टा भइसक्यो, 1 घन्टा आधा भइसक्यो काम सुरु गरेँ। अब हसल हाल्नु रेडी, पिक्स बाई। काम चाहिँ सक्यो मेरो। म त सागरकोमा जानला, सागरले बोलाएको खै नेपाली रेस्टुरेन्ट, खै नेपाली खाना खान जाने भनिरहेको थियो। अब जाउँ त नेपाली खाना खान। अनि अब पछि अझै भोक लाग्यो भने राति खाना नै लिएर आएको छु मेरो कामबाट नि, कामबाटको खाना पनि खाइन्छ बरु, केही छैन। अब त्यही हो, थाक्न त थाकेको छु, तर त्यति थाकेको छैन अझै, अझै स्टिल एनर्जी छ। किनकि आज बिजी जस्तै नै भयो, रेस्ट गर्ने टाइम नै पाएन। अनि त्यो हुन्छ नि, सुतिनँ क्या, लाइक सुतेर नै निन्द्रा लागेन क्या मलाई आज। त्यो प्याकै थियो किनकि विकेन्ड हो नि त। अब भोलि नि मर्निङ छ, मर्निङ भोलि नि प्याकै हुन्छ होला मेबी, केही छैन, ठिकै छ। अब यस्तो कहाँ जाने हो, गएर अनि आएर अनि म सुत्छु। अब किनकि घर गएर सुतिहाल्छु, अनि सुत्छु, अनि उठ्छु, अनि एडिट गर्छु। आइन कि म अहिले सुत्यो भने 2-3 घन्टा मात्र सुत्ने हो, म त्योभन्दा धेरै सुत्दिनँ। अनि एडिट गरिसकेपछि अनि म सुत्छु, त्यही 1-2 बजी सुत्छु। अनि त्यसपछि त्यही हो, अब हेरौँ के हुन्छ। भ्लगमा भन्दै गर्छु नि त, मैले गरिराखेँ भने एडिट गरेर पनि भन्छु, गरेन भने पनि अब त्योभन्दा अर्को दिन आउँछ भ्लग। म सोचेको चाहिँ भोलि भ्लग हाल्छु अर्को भनेर सोचेको छु, 1 दिन ग्याप भयो, त्यही भएर अब चाहिँ हाल्छु, भोलि हाल्छु भनेर सोचेको छु। अब हेरौँ के हुन्छ है। ल अब म सागरबाट गएर बोल्छु। सागर चाहिँ बिजी रहेछ रेस्टुरेन्टमा, म्यासेज नै गरेँ नि त, केही छैन। म चाहिँ मोमो खाएर गएर मोमो खाएर आएको होइन। भोक त लाग्थेन त्यति, त्यही नै मोमो खाएर आएको। किनकि अब म गएर सुत्छु नि त। मैले आफ्नो लाइक खाना त लिएर आएको छु कामबाटै, तर राति खान्छु क्या म, भोक लाग्यो भने राति खान्छु, त्यही भएर लिएर आएको हो। अनि अहिले चाहिँ मोमो खाएर आएको। अब त्यही हो, अब चाहिँ घर जान्छु म। अनि घर गएर सुत्छु 2 घन्टा जति। अब 6 बजे होला, मेबी 6-6:30 बजे होला, 6:30 भयो होला। 2-3 घन्टा सुत्छु, 9 बजीतिर उठ्छु होला मेबी। 9 बजे उठेपछि चाहिँ अनि 9 बजे उठेर भिडियो एडिट गर्छु, भिडियो एडिट गरेपछि भोलिको लागि भ्लग हाल्छु। त्यही हो मेरो काम आज त। अनि भोलिको लागि भ्लग हाल्छु भन्नाले अपलोड सेड्युलमा राख्छु, सेड्युलमा राखेर भोलि अपलोड भइहाल्छ। अनि म भोलि फेरि बिहान काम छ नि त, अनि सो म काममै हुन्छु 8 आवर जति। भोलि चाहिँ 10 आवर, भोलि 10 आवर काम छ, 10 घन्टा काम छ। सो म भोलि 10 घन्टा काममा हुन्छु ल। त्यही हो, अब चाहिँ घर जानु लाग्यो म, घर गएर बोल्छु। म चाहिँ रुममा पुगिसकेँ, तर अब चाहिँ मलाई निन्द्रा लागिरहेको छ। सो म सुत्छु एकछिन, त्यसपछि अब उठ्छु, एडिट गर्छु, एडिट गरेर भोलि चाहिँ म जसरी भ्लग हाल्छु ल। अहिले चाहिँ 10:30 भइसकेको छ, अनि म चाहिँ बल्ल उठेको। 8 बजे सुतेको थिएँ, 10:30 भयो, अब उठेँ। अब म भ्लग एडिट गर्छु एकछिन, अनि फेरि सुत्छु किनकि
नानी पुरा आएन मैले चाहिँ भ्लग एडिट गरिसकेँ अनि त्यसपछि भ्लग एडिट भइसकेको छ यहाँ अब कति बज्यो भन्दै होइन ट्याक्क 1 बज्न रहेछ सो मैले भ्लग एडिट गरिसकेँ मैले कति 11:10 या 11 बजीदेखि सुरु गरेर भ्लग एडिट होइन 1 बज्यो सो या अब चाहिँ यसो भ्लग एडिट भइसक्यो सो अब चाहिँ एकछिन गेम खेल्छु 1 घन्टा पब्जी सक्छु त्यसपछि सुत्छु किनकि अब एकछिन रिफ्रेसमेन्ट नै चाहियो नि त एकछिनको लागि सो या अब त्यही हो भ्लग लाइक एक्सपोर्टमा छोडिदिन्छु किनकि अब यो हुन नि टाइम लाग्छ त्यति बेलासम्म पब्जी खेल्दै गर्दाखेरि लाइक यो एक्सपोर्ट नै हुन्छ त्यसपछि एउटा थम्बनेल बनाउँछु अनि एउटा थम्बनेल बनाएर चाहिँ म त्यो सेड्युलमा हालिदिन्छु भोलिको यहाँको 4 बजे नेपालको 8 बजे हुन्छ डेली भ्लग 8 बजे आउँछ नेपालको सो त्यही हो अब भोलि के हुन्छ थाहा छैन अब अर्को हप्ताको सेड्युल आएन मेरो कामको सो भोलि चाहिँ 10 घन्टाको सिफ्ट छ अनि त्यही हो एन्ड थ्याङ्क्स सो मच फर वाचिङ या बाई गाइस